धन्यवाद सञ्चालकज्यू। कर्णाली प्रदेश समाज दक्षिण कोरिया पेन्सन शाखाको सभाध्यक्ष गर्नुभएका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिगणहरू र अन्य सङ्घ संस्था विभिन्न ठाउँबाट पाल्नुभएका प्रतिनिधि तथा सदस्यज्यूहरूमा मेरो तर्फबाट र दैनिक समाजको तर्फबाट न्यानो अभिवादन गर्न चाहन्छु। यो कर्णाली प्रदेश समाज दक्षिण कोरिया कर्णाली प्रदेशको शान, परदेशी भूमिमा एकता नै हाम्रो पहिचान भन्ने मूल नाराका साथ सन् 2020 मा स्थापना भएको थियो। यसको संस्थापक अध्यक्षज्यू आदरणीय दाजु प्रकाश बस्नेतज्यूको र उहाँको सिङ्गो टिमले यो संस्था सन् 2020 मा स्थापना गरेर अहिले तेस्रो कार्यकाल चलिसकेर अहिले तत्काल यो ख्याङ्साङ नामदो र ख्याङ्साङ बोक्दो दुईटा दक्षिणी प्रान्तको लागि ख्याङ्साङ शाखाको स्थापना गर्नको लागि आज कार्यक्रम भइरहेको छ। यो कार्यक्रममा सबै साथीहरूले एक आपसमा सबै अड्ने गरी मनमुटाव नहुने गरी आपसी समझदारीका साथ गठन गर्नुहुनेछ भन्ने आशा लागेको छ। र हामीले यो गठन गर्नु मात्रै ठुलो कुरा होइन। संस्थाहरू त कोरियामा धेरै संस्थाहरू छन्। संस्थाहरूले गर्ने कार्यक्रमहरू सामाजिक आर्थिकदेखि लिएर विभिन्न कार्यक्रमहरू गर्नुपर्ने अवस्था हुनसक्छ। ती कार्यक्रमहरूलाई जुझ्न सक्नु नै ठुलो कुरा हो। त्यसैले यो दक्षिणी क्षेत्रको लागि दुईटा प्रान्त ख्याङ्साङ शाखाको आज अधिवेशन सुचारू हुँदैछ। यसको लागि तपाईहरु तयारीमा हुनुहुन्छ र यो निर्वाचित कार्य समितिलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु र यो अधिवेशन सफलताको शुभकामना दिँदै मेरो दुई शब्द यही टुङ्गाउन चाहन्छु। हस्त, धन्यवाद।